आज अचानक राम्री जानुपर्ने भयो, तर त्यहाँ पुगेपछि कालीगण्डकीको अवस्था देखेर चाहिँ हामी सबै एकछिन चुप भयौँ। पानी यति ठुलो भएर बगिरहेको थियो कि क्यामेरामा हेर्दा पनि रियल भन्दा कम देखिन्छ। त्यसपछि त्यहाँको पुलतिर पुगियो। पुलबाट तल हेर्दा पानीको फ्लो यस्तो थियो कि माथिबाट हेर्न चाहिँ मजा, तर धेरै तल हेरेपछि चाहिँ ल भाइ अब माथि नै हेरौँ। केही समय त्यहाँ बसेर वातावरण हेरे अनि आफ्नो काम सकेर घरतिर फर्क्यौ। तर कथा यहाँ सकिएको थिएन। भोलिपल्ट फेरि घरबाट निस्किनु पर्यो। यसपालि चाहिँ दाजुभाइ मिलेर मोमो खान गइयो। मलाई लाग्छ हाम्रो नेपाली दाजुभाइको रियुनियनको सबैभन्दा सजिलो तरिका नै यही हो। कटा भेट्ने, मोमो खाम, अनि मोमो आएपछि गफ हाँसो र मोमो सकिएपछि चाहिँ सबै एनर्जी फेरि 100%। त्यसपछि त्यहाँबाट हामी अमल्यानपुरतिर लाग्यौँ। विशेष प्लान केही थिएन, बस दाजुभाइसँग समय बिताउँदै अलिकति यताउता घुम्न गइयो। कहिलेकाहीँ यस्तै हुन्छ नि, प्लान केही हुँदैन तर दिनको अन्तिम मेमोरी चाहिँ राम्रै बनेर बस्छ। 2 दिनमा खासै ठुलो एडभेन्चर त भएन, तर एउटा दिन रामदे, अर्को दिन दाजुभाइसँग मोमो अनि अलिकति घुमाइ। सायद यही नै हो हाम्रो नर्मल नेपाली लाइफ। ठुलो होइन, साना साना मुभमेन्टहरू। अनि अब घर फर्किने बेला। पेटमा मोमो, क्यामेरामा मेमोरिज अनि मनमा अब घर जाम।